यो भिडियो चाहिँ स्पेसली दाजुभाइ दिदीबहिनी जो पनि परदेशमा दुःख गरेर काम गरिरहेको छ, किनभने त्यहाँनिर जति नै धन कमाए पनि, जति नै मिठो मिठो खाए पनि यो गाउँले जीवन चुलामा पकाएको हमेसा हामीलाई सानोमा पकाएको रिमेम्बर हुन्छ र त्यही चेरिस गरेर जिउनु छ। कोही कोही बेला हामी छुट्टीमा आउँदा, म पनि एउटा परदेशी दुबईबाट भर्खर आएर छुट्टीमा, अब आफ्नो इच्छाहरू यसरी आफूले नै खाएर सर्ट पिरियडमा पुरा गर्नु पर्यो र मैले अब सबै काटेर सबै रेडी राखेको छु, किनभने भिडियो लामो हुन सक्छ। र अलरेडी मैले तेल हालिसकेर अब चाहिँ टमाटर पनि म चाहिँ यसरी पहिला हालिदिन्छु। आफूले पकाउँदै के मिठो खानु मन लाग्छ घरमा आएपछि यही हो, एउटा आफ्नो इच्छा पुरा गर्दै परदेश जाँदै काम गर्दै त्यसरी आउनुपर्छ। दुःख नगरी त सुख कहिले पनि हुँदैन। त्यही कारण यो चाहिँ घरकै लोकल कुखुरा काटेर एकदम तपाईँको रेडी भइरहेको छ, पुरा बोसो पनि छ। अन्त यो डल्ले खोर्सानी पनि यसरी हालिदिन्छु म त डल्ले खोर्सानी पनि सबै कुरो पाएन। डल्ले खोर्सानी कहाँ पाङ हुन्छ उतातिर बिजाको। यसरी हालेपछि यो अदुवा लसुनको सलाद पनि यसरी म चाहिँ एकैचोटि हालिदिने बानी। सानोमा पकाएको त्यो पनि 10-12 वर्ष अगाडि, बिर्सियो पनि होला। मिठो मसिनो आफैले नै पकाएको राम्रो, किनभने अरूले पकाउने कतिवटा कुरो मिसिङ हुन्छ, मसलाहरू के खानु हुनुहुन्छ। यो अलिकति मैले हल्दी पनि हालेँ। हल्दी हालेपछि रङ खुर्सानी मैले अलिक थोरै नै तेल युज गरेको छु, किनभने बोसो धेरै छ यो लोकल कुखुरामा। त्यही कारण तपाईँको धेरै तेल निक्लिन्छ होला। अब यो अलिकति खर्रेपछि मजाले यसरी चलाङ होला होइन। यसरी चलाएपछि यो चाहिँ रातो हुइन्जेल अलिकति मसलाहरू मजाले पाक्नुपर्छ। प्याज, टमाटर, खोर्सानी, यसको चाहिँ ग्रेभी तपाईँको दामी बनिन्छ। अहिले हेर्दै जानुहोस्, खाउँ लाग्दो त भयो है। अरूले पकाएको खालि कति हेर्नु। आज यो फर्स्ट मेरो भिडियो पनि लाइफमा यसरी, र सबै कुरै यो भयो तपाईँको यो जिरा भुटेर रेडी गरेर राखेको, यो पनि हालिदिएपछि दामी हुन्छ। यसको स्वादै अर्कै हुन्छ। यसरी हालेपछि तपाईँको चलाउँदै पनि जानु पर्यो। आगोको धुवा नखाएको पनि धेरै भएको थियो चुलाको, अलिअलि धुवा पनि लाग्दैछ। आगो पनि मजाले बोल्नु पर्यो पाक्नुको लागि। अन्त आफ्नै हिसाब अनुसार दाउरा पनि हाल्नु पर्यो, पाक्दै गर्छ। र त यो तपाईँको हुइन्जेल भुट्नु पर्यो यसलाई चाहिँ यसरी। कलर हेर्नुहोस् दामी आयो होइन। यसरी यो सानोमा पकाएको यसरी सोच्दै रेडी हुँदैछ स्पेसल आइटम। यसलाई चाहिँ अब एकछिनमा हाल्नु पर्यो यो राम्रो पाकेर। यसलाई अलिकति तपाईँले पानी पनि हाले पनि हुन्छ। यसरी पानी हालेर अलिअलि सुकाउँदै मजाले पकायो भने चाहिँ यसको तपाईँको तेलमा पकाएपछि चाहिँ यसको रस चाहिँ तपाईँको दामी निक्लिन्छ क्या। ग्रेभी झोलै खाने हो, किनभने यो आगोमा पकाएको चाहिँ तपाईँको झोलै मिठो हुन्छ। भुटुवा त खाइरहेको हो उता पनि, यो आगोमा बनाएको चाहिँ यो झोल ग्रेभीको लागि पनि यसरी मजाले भुटेर बनायो भने चाहिँ दामी हुन्छ। तपाईँको स्वाद मजाको आउँछ। यसलाई अब यसरी एकछिन
ढकना लिड लगाएर पकाइदिनुपर्छ। भिडियो लामो हुन जान्छ होला, त्यही कारण तपाईँलाई म अलिक सर्ट गरेर देखाउने प्रयास गर्छु। भिडियो पनि फर्स्ट भएर यो एडिट पनि गरेको छैन, यो चाहिँ अनएडिट हो। जस्तो छ त्यस्तै जानेको भरि, त्यस्तो सेफ पनि होइन, पकाउनु पनि त्यति पारा त आउँदैन, र पनि जसो यतिको चाहिँ पकाइन्छ। आगो यसरी मजाले बोल्दैछ। अब यतिको पाकेपछि तपाईँले चिकन यसरी मजाले हाल्न सक्नुहुन्छ। ल हेर्नुहोस्, बोसो यसको पनि तपाईँको तेल चाहिँ धेरै निक्लिन्छ, यो बोसो बेसी भएर। आगो पनि दामी बोल्दैछ। अब यतिको भएपछि माथिबाट तपाईँले अब यतिको भएपछि धनियाँ पनि यसरी घरमै रोपेको धनियाँ हो हाम्रो बाबाले। यसरी धनियाँ तपाईँले हालिदिएपछि धनियाँको अर्कै स्वाद हुन्छ फेरि हो। यसलाई यसो गरेर यसरी हालेपछि चाहिँ तपाईँले यसरी चलाउनु पर्छ। त्यो चाहिँ अब पाक्नु पर्दा हाल्यो भने चाहिँ यसको ठिक्कको स्वाद मजाले सबैतिर छरिन्छ क्या। अब एकछिन पकाएर चाहिँ म तपाईँहरूलाई झोल पनि हालिदिएर देखाइदिन्छु। हुन त यो भुटुवा यतिकै खानु हुन्छ मजाले, भातसँग मजाले खाँदा मजा आउँछ। तर आज चाहिँ म अलिकति सुप खाने हिसाबले बनाएको छु र पानी हाल्नु अहिले अलिकति सुक्खा भएर चाहिँ पानी हालिदिनुपर्छ, मजाको सुप निक्लिन्छ। लु यसरी पकाएपछि तपाईँको मैले पकाएको यो लामो पकाएको कारण चाहिँ यो ठुल्ठुलो चोक्टा भएर न हो। ल मेरो मासु चाहिँ तपाईँको मजाले पाकिसक्यो। हेर्नुहोस् त, खाउँ लाग्दो। हामीहरू मजबुरीले गर्दा पनि अब परदेश जानै पर्यो। कति साल बसिन्छ, 9, 10, 11 साल, कसै 20 साल, 25 हो। सबै कुरो भए पनि अब यस्तै कुरोहरूले मनमा अभाव एहसास गर्छ। त्यही कारण सबै परदेशी दाजुभाइहरू कोही बेला आउँदाखेरि यसरी नै आगोमा पकाएर खायो भने हामीले छुट्टीमाको दिन पनि छुट्टीमा आफ्नो अभाव चाहिँ यहाँ पुरा गरिकन फेरि जाने हो कमाउनु, नगई पनि नहुने भयो। र यो चाहिँ मेरो सबै दाजुभाइ दिदीबहिनीहरू परदेशमा बस्नेहरूको लागि पनि मैले यो सानो भिडियो चाहिँ मैले बनाइदिएको कारण चाहिँ मलाई पनि त्यस्तो फिल हुन्थ्यो, बस्दाखेरि खानु मन लागेको थियो। र आज त्यो चान्स पनि मैले पुरा गरेँ। र मेरो भिडियो हेरिदिनु भएकोमा सबैलाई धन्यवाद। अब मेरो अलमोस्ट पाकिसक्यो र यसलाई अलिकति अब म पानी खालि हालिदिनु बाँकी छ। यतिको यो सुक्खै भयो, यो किनभने बोसो तपाईँको धेरै भएर अलिकति यो सुक्खा नदिएको कारण पनि त्यही हो। कतिले यतिमै खानु पनि सक्नुहुन्छ। अब म यसमा चाहिँ तपाईँको यो पानी मैले अलरेडी रेडी गरेको थिएँ, यसमा अलिकति म चाहिँ आज भनेकै तपाईँहरूलाई म ग्रेभी हाल्छु भनेर। कलर पनि दामी आयो, रातो पनि ज्यादा देख्दैछ होला, तर यो चाहिँ यस्तै देखिन्छ भिडियोमा, किनभने यसको अलिकति फिल्टर पनि ज्यादा भएर पनि हुनसक्छ। अब यो फिनिस गरेपछि चाहिँ तपाईँले काटेको धनियाँ माथिबाट एकताल उम्लिन थालेपछि चाहिँ काटेको धनियाँ मजाले हालिदिएपछि यो मजाले सर्भ गरेको म तपाईँहरूलाई अहिले देखाउने छु। यो त अब यो त हामी पकाउने खालि युज गर्छु, कटेरो भनेर सानो बनाएको चुल्हा। अब भित्रै लगेर अर्को भाँडामा सर्भ गर्नुपर्छ, त्यति बेला पनि तपाईँहरूलाई देखाउने छु। लु है हेर्नुहोस् है, मेरो त्यही झोल पनि मजाले उम्ल्यो
अब त यो पाकेको यो माथिबाट यसरी धनिया मजाले हालेपछि यसको स्वादै अर्कै हुन्छ। ल आजको मेरो यो भिडियो टुङ्गिन लागिरहेको छ। तपाईहरुलाई कस्तो लाग्यो? मेरो यो फर्स्ट भिडियो हो। मन पर्यो भने तपाईहरुले शेयर लाइक गरिदिनुहोस्, फलो गरिदिनुहोस्। यस्तै भिडियो अझै पकाएको आगोमा हेर्न चाहनुहुन्छ भने कमेन्ट्स गर्नुहोस्। म अर्को भिडियो लिएर हाजिर हुनेछु र मैले यसलाई अब अर्को भाँडामा सारेर डाइनिङ टेबल तक लानु पर्यो। लु साथीभाइहरु, यस्तै छ गाउँले जिन्दगी। थ्यांक यू। ल है साथीभाइहरु, अघि आगोमा पकाएको कुखुराको झोल मजाले अर्को कराईमा लिएर लु अब चाहिँ हामी खानु लाग्न आँटेको। लि आमाले सर्भ गर्नु हुँदै रहेछ। लु आमा, छोराले पकाएको आज स्पेशल कस्तो भयो चाखेर बताउनुहोस् त चम्चीले। लु त नुनसुन लाग्यो लागेन? मिठो भएछ, लागेछ, दामी है? दामी भएछ। लु त साथीभाइहरु, हामी चाहिँ खानु लागेको अब। तपाईहरुसँग नेक्स्ट भिडियोमा भेटौँला। धन्यवाद।